सो गुड मर्निङ गाइज। आज चाहिँ यसो मर्निङ राइड चल्दिउँ भनेर 5:30 भइरहेछ अहिले जे होस्। पाला चाहिँ बाइपास माथितिर जाने विचार छ होइन। मर्निङ राइड त म खासै जाँदिनँ होइन, तर फेरि अब सन्डेको लागि बिजी भइन्छ। सो आज बनाऊँ भनेर निस्किँदै बिहान बिहान स्वच्छ हावा खाऊँ भनौँ भने हो त्यसरी इट्टा भट्टाले पुरै फालिरहेको हुन्छ। बिहानै उठ्ने बानी त छैन खासै, कहिले काहीँ उठ्दा चाहिँ रमाइलो हुन्छ। सधैँ उठ्नु त अलिक नै लाग्छ फेरि। सो या एङ्गल त बस्छ आइरहेको छ भन्ने कुरो हो। पानी थाप्न लाइन भइदिएन। बिहान उठेपछि देखिन्छ जे होस् नदेखेको कुराहरू। राति पानी त पुरै थियो जस्तो लाग्छ। भर्खर पिच गरे गर्न चाहिँ त्यसले गर्दा कालो देखियो कि चिसो भएरै कालो देखियो। आई डोन्ट नो गाइस। बिहान बिहान नै धुलो खानु पऱ्यो भने त के मजा है। यो चाहिँ घुमिसक्यो, मजा आउनु कि घुमेको यार त्यत्तिकै भओस् न। बिहान एउटा फाइदा चाहिँ बाटो खाली हुन्छ, फेरि कुकुरहरू नि हुँदो रहेछन्। मेरो फेरि अगाडि टायरको ग्रिप छैन खासै, त्यही भएर अलिक डर चाहिँ लाग्छ। फेरि गीत सुन्दै गइरहेको हो भने चाहिँ
खाली बाटोमा कुदाउनु चाहिँ त्यस्तो रमाइलो हुन्छ है गाडी हो, तर हेरेर कुदाउनुपर्छ जति कुदायो भने। जतिसम्म आफूले रोक्न सक्नुहुन्छ त्यतिसम्म कुदाउनु हो। रोक्नै सक्नुहुन्न भने कुदाएर के काम। मेन कुरो त्यही हो, कुदाउन ठुलो कुरा होइन क्या, रोक्छ ठुलो कुरा हो। गणेशपुरीबाट साथी पनि आउँछ र एक्लो के जानु होइन भनेर साथी पनि बोलाएको यस्तो। बाटो राम्रो भएको भए त हात छान्न खासै ठुलो कुरो त होइन, तर बाटो राम्रो छैन। पिच पनि अब एउटै माथि 10 चोटि गरे हुन्छ, अनि माथि तल्ल एउटै लेयरको पिच बनाउन चाहिँ के हुन्छ है। ठिक त भयो, हामीले नजानेको कि उनीहरूले नजानेको। बिहानै उठेर बाइक चलायो भने चाहिँ फ्रेस भइन्छ। अब बिहानै उठेर घर बस्नु पऱ्यो भने चाहिँ झ्याउ लाग्ने कि अब भर्खर उठेर आएको फ्रेस भइसक्यो जस्तो लाग्छ बाइक चलाउने बित्तिकै। बिहान आउनुको रमाइलो हो साथीहरू। रोड चाहिँ खाली छ है जोस्। ठ्याक्कै यहाँ अलिकति खाल्टो जस्तो कि पाँच बजे उठे जस्तो लाग्थ्यो, 5:30 भइसक्यो। बच्चाहरू हो बल्ल स्वयम्भू आइयो। पुलिसको पेट्रोल पम्प छ, यहाँ तेल चाहिँ राम्रै पाउँछ भन्ने सुनिरहेको छ। खासै कुदाउनु भनेर आएको होइन, बिहान आउँ भनेर आएको। कस्तो मिनिङ
शनिबार बिहान बिहान रहिरहनु गाडीको टायरमा ग्रिप छैन, त्यही भएर कुदाउनु पनि डर लागिरहेको छ त। ट्रेनमा चाहिँ चिसो चिसो छ, यस्तो चिसोमा सुताउनु थाल्यो भने त मै सुत्छु। समय ठाउँ परिस्थिति हेरेर कुदाउनु पर्छ साथीहरू, त्यही भएर म त्यही भन्छु। यस्तोमा अब कुदाउने नै हो, मिल्न त मिल्छ, लडियो भने फेरि अर्को रमाइलो हुन्छ। लोलाङ्छ यो बाइक खासै कुदे जस्तै लाग्दैन कि हिजो आएर कुद्नु भन्नुभएको जस्तो। यता चाहिँ फेरि कर्नर राम्रो छ होइन, दुई साइडमै कुदाएर आउँछन् फेरि। यो बेला चाहिँ हामीले चलाउनुपर्छ। आफ्नो त भर छ कि होइन, भर लाग्छ, अर्काको भर हुँदैन नि त। अर्को नै हो कि एउटा साइड चाहिँ चिसो रहेछ कि। लेफ्ट साइड हाल्नै मन लागेको छैन यो चिसो भएर, त्यो भएर राइट साइड हालेर चाहिँ बिस्तारै बिस्तारै गऱ्यो। अगाडिबाट बाइकमा आउँदैन। यो बाटो चाहिँ राम्रो छ क्या। तर बिहान बिहान त अलिक चिसै हुने रहेछ। यसो हेर्नु न, यसो फेरि घाम लागिरहेको छ। त्यस्तो पछाडि चाहिँ घाम लगाइरहेको छ, अगाडि यो उसो चाहिँ हेर्नमा चाहिँ घाम लगाइरहेको हुन्छ। यस्तोमा चाहिँ थाहा छैन भने बिस्तारै आउनु। म त अब कतिचोटि आइसक्यो। साथीलाई मतलब छैन चिसो तातो, मलाई त मतलब छ है हामीलाई। आर्मीको चेकिङ हुन्छ गाइस, कसै बाइकलाई त भएको छैन रहेछ। अनि यहाँ ओसोको त्यो ठाउँ छ एउटा कस्तो
हामी यस्तोमा पो आउनु खोजेर त्यहाँ कस्तो रमाइलो यही छ क्या नेपालमा। एक दिनको यस्तो खुसियाली राइडले 6 दिनको तपाईँको दुःख मेटाउँछ क्या। यस्तो ठाउँ आउन बिहान बिहान उठिँदैन होला क्या। यो ठाउँ म लगभग 20-25 चोटि आइसक्यो होला है, तर बिहान चाहिँ आएको छैन। अनि 20-25 चोटि आउँदा पनि अझै आइरहनु मन लाग्छ क्या। अन्त यादहरू पनि धेरै भएर होला, रमाइला यादहरू। मर्निङ वाक हिँडिरहेको छ हामी लफङ्गो जाइ बिहान बिहान बाइक कुदाइरहेको अरू के मर्निङ वाक उसो तब पनि बाँदर पनि रहेछ यहाँ। हेर्नु न यस्तो वेदर छ, खालि यस्तो छ तपाईँलाई। कुदाम भन्छु यस्तो बाटो आइपुग्छ, यस्तोमा सावधान रहे, सतर्क रहे, ऐसी हालात में पहले से ही रोके। कति बेर चिसो बस्दो रहेछ साथीको बाइकको ट्रायल गरेर। नाइज है मेरो पछि, नाइज है। रमाइलो छ, माउ बच्चाहरू रहेछन् दुइटा। यता चाहिँ पानी परेर होला है, यो अहिले हिलो निस्क्यो हो के हो। अस्तिसम्म त थिएन, 1 हप्ता अगाडितिर आएको म। पानी छ है गाइजहरू, पानीमा चाहिँ बिस्तारै। म चाहिँ पानी देख्ने बित्तिकै रोकिदिइहाल्ने हो अगाडि नै। अनि पानीको बेला पानी भएको ठाउँमा रोक्नु थाल्यो भने फेरि लडिहाल्यो। यो चाहिँ घुमे गर्ने कि मजा नआउने कि जस्तो। म चाहिँ फेरि गीत सुन्दै चलाइरहेको छु है, गीत सुन्दै चलाउनको छुट्टै मजा छ। कस्तो लभली ठाउँ के। मान्छेहरू योगा गर्दै हुनुहुन्छ, मर्निङ वाक गर्दै हुनुहुन्छ, हामी भनेको बाइक चलाउँदैछौँ। अनि कहाँबाट स्वस्थ रहनु त हामी। यहाँ अहिले पहिला नै अलिअलि त हिलो हुन्थ्यो, तर अहिले पानी परेर हो कि हिलो त अति आएछ कि पहिरो गएर गएको जस्तो त देखिएको छैन। खासै हाइटमा त छैनौँ है हामी, तर कस्तो हुस्सु लागेको है। हुस्सु लाग्दा त बात नबस्ला नि है, यत्रो चाहिँ रेकर्ड भएको फेरि। फर्किँदा चाहिँ अगाडि माउन्ट गर्ने विचार छ है त्यहाँमा, के हुन्छ हो। यहाँ चाहिँ यसरी टिप्परहरू ट्रकहरू आउँछन्, त्यही अनुसार चलाउनु पर्यो। यहाँ पहिरो गएर चाहिँ यहाँ बाटो बनाएको छ, बाटो बनाएको होला त्यसरी रोडमा माटो छ होइन। पहिला हुन्थेन कि अहिले आएको छ। आज लङ राइड नगए नि लङ राइडै आएको जस्तो हुने कि। मौसम हेर्दैन, मौसमले साथ गर्छ भनौँ।
सुन्ने पनि साथ दिएको छ रमाइलो हो चिसो चाहिँ भएको छ ऊ गाडी नै गाडी आएकै नदेखिरह्यो अब हाम्रो डेस्टिनेसन त आइसक्यो भन्नु खुल्ला खालि नै भन्ने कुरा हो बंदा है क्या यहाँ का खल्ली आ गया है ना खल्ली आ गया है ना अस्ति आउँदा नि बन्द थियो हामी खोलेर चिया बनाएर आएर बनाउनु लगाएर